अहिले पेट्रोलको दाम त यति धेरै महँगो भएको छ, यो बेलामा पनि किन सरकार चुपचाप छ भनेर भन्ने प्रश्न धेरैले उठाइराख्नु भएको छ। प्रश्न सोध्ने चाहिँ यो पेट्रोलको मूल्य किन बढाएको छ, सरकार किन चुपचाप बसेको छ भन्ने चाहिँ हावा प्रश्न हो यो चाहिँ। किनभने पेट्रोलको मूल्य सरकारले बढाएको होइन, यो विश्व बजारसँग सम्बन्धित छ। इरानमा चाहिँ जुन अहिले लडाईँ भएको छ, इरानको लडाईँले गर्दाखेरि नेपालमा मात्र होइन विश्वभर बढेको हो। यस्तो कुराहरू चाहिँ सरकारको कुरा होइन। अब अझै पनि कसैले सरकारले बढाएको हो भनेर सोध्छ भने त्यो मान्छेको दिमागमा गोबर परेको छ। सर्वसाधारणलाई त हिँड्न असाध्यै गाह्रो भएको छ नि अहिले त। अब हिँड्न बाह्र भएछ के हुन्छ, अब लडाईँ गर्ने उनीहरू, इरानमा लडाईँ भएको छ, यहाँ पेट्रोलको मूल्य बढेको छ। कसरी हेर्नु भएको छ, कतिको असहज हुँदो रहेछ अलिकति तपाईँले पनि त? असहज हुन्छ नि, असहज हुन्छ। पेट्रोलको गाडीमा चढ्ने बानी गरेपछि खुट्टाले हिँड्न असहज हुन्छ। अब के गर्ने, अब जे पर्छ त्यही बेहोर्नु पर्छ। एमालेको विद्यार्थी संगठन झोले संगठन यसले राम्रो बुझ। महावीर पुन सरले के भन्नुभएको छ, उहाँ जतिको पढे लेखेको मान्छेले होइन उहाँको विश्लेषण सुन, किन चाहिँ नेपालमा चाहिँ पेट्रोलियम पदार्थ लगायत अन्य सामानको भाउ बढ्यो भन्दाखेरि नेपाल सरकारले चाहिँ आफ्नो गोजीमा पैसा राख्नुको लागि बढाएको होइन। विश्व बजारमा भाउ बढ्दाखेरि निश्चित रूपमा नेपालमा पनि असर पर्छ भन्ने कुरा तिमीहरूले बुझ्नुपर्छ। अनि हामीलाई चाहिँ कममा दे अथवा नेपाललाई चाहिँ कममा दे, अरूलाई चाहिँ महँगो गर भन्ने कुरा हुँदैन। त्यो भारतमा बढाएको छैन, नेपालमा किन बढ्यो भनेर चाहिँ भारतसँग तुलना गर्दै त्यहाँ के अरे आन्दोलन तिमीहरूले राखे जुलुस के गरिरहेछ नि, पोस्टर लिएर 10-12 जना मान्छे ल्याएर त्यहाँनिर मुर्दाबादको जिन्दाबादको तिमीहरू नारा लगाइरहेछ नि। उहाँको विश्लेषण सुन्यो नि तिमीहरूले, पुरै सुन राम्रोसँगले। उहाँलाई थाहा छ कि पढे लेखेको मान्छे भनेर यस्तो हुन्छ। र तिमीहरू जस्तो नेताको पछि लागेर पढ्ने बेलामा नेताको पात सुन्दै हिँड्ने झोलेहरू, साले भराउटेहरू, मासु भातेहरू होइन, खान नपाएका, खानाकै लागि एक टुक्रा मासुकै लागि नेताको कल्लो पुसेर हिँड्ने तिमीहरूले राम्रो कुरा बुझ्नुपर्छ कि विश्व बजारमा जब इरान र अमेरिकाको लडाइँ भइरहेको चाहिँ त्यहाँबाट आउने जति पनि तेल पदार्थ तर जति पनि थियो नि पेट्रोलियम पदार्थहरू बन्द भएको कारणले चाहिँ विश्वभरि इभन अमेरिका यहाँ पनि हामीले $2.99 ग्यालन गाडीमा हाल्ने ग्यास पाउँथ्यो भने अहिले 5 पुगिसकेको छ है। सबैतिर बढाएको। नेपालमा किन बढ्यो, नेपाल झन् साह्रो होइन। यो जस्तो देशमा त अब उयो भइरहेको छ, त्यहाँनिर झन् साह्रो बढ्नु अस्वाभाविक होइन, स्वाभाविक हो। र सरकारलाई दोष दिनु बन्द गर, आफ्नो काम गर, पढ्नतिर लाग्छ। मेरो झोलेहरू स्पेसली एमालेको विद्यार्थी सङ्गठन, अरू भन्दा पनि एमालेको चाहिँ है।